मेरो ओनर भन्दा नि यता हिउको महिना हेरेर गरौँ होला। छैन जाडो भएको, मैले त्यतिकै भनिदिएको मात्र हो, धेरै त छैन त उता परेको हिउँ। गुड मर्निङ सबैलाई। आज चाहिँ मर्निङ चाहिँ हामी मेरो ओनर भन्दा नि यता हिउको महिना हेरेर गरौँ होला। यहाँ चाहिँ हाम्रो ठ्याक्कै युनिभर्सिटी पछाडि हिउँ नै जस्तो छ, यहाँ चाहिँ हिउँ परिरहेको छ। यहाँ अहिले चाहिँ स्टार्टिङ चाहिँ थोरै हुँदैछ, तर धेरै पर्ने यहाँ सम्भावना छ, किनकि हिजोदेखि नोटिस आएको आइदियो क्या, वार्निङ भनेर नोटिस आएको आएको थियो। मैले नुहाइरहेको थिएँ, केटाहरूले कन्टेन्ट भनेर बोलायो भने यस्तो बाहिर हेरेको छु। के गरेछ यहाँबाट कक्रेर बिहानै घुम्न जाने मान्छे 10:30 भइसक्यो। यो चाहिँ पढ्ने मान्छे, धेरै पढ्छ यो मान्छे। यो मान्छे चाहिँ खै के गर्छ। ठिकै छ, अब आज अलिकति धेरै हिउँ पऱ्यो भने बाहिर गएर एकछिन हिउँछिउ यसो समय जस्तो गर्ने। आज चाहिँ रमाइलो दिन हुन्छ जस्तै छ आज मौसम। अब बन्द छ त, उसलाई यति सानो दुलो खोलेको, त्यो पनि खुल्ला। म बिहानदेखि कम्मलमै छु, बिहानदेखि भन्ने अघि भर्खरदेखि यस्तो गर्मी भइरहेको छ। यता ज्याकेट लगाएर होइन, मैले आज अलिकति स्नो के अरे त्यो के भन्छ त्यसलाई, हिउँ परेको भन्दाखेरि पनि हाम्रो यो बुसानको मेन सिटीतिर चाहिँ हिउँ परेको भन्ने नोटिस आएको थियो होइन। अनि त्यहीँबाट हावाले उडाएर तुलिएको होला कि यहाँनिर, अनि त्यही पनि बाद बिउसन परिहाल्छ कि भनेर मैले चाहिँ आज यो ठुल्ठुलो ज्याकेट त के भन्नु, एउटा ज्याकेट मात्र लगाएको छु, भित्र केही लगाएको छैन, सानो भेस्ट बाहेक। ठिकै छ, अब म चाहिँ किचन जान्छु। अनि यो मान्छे त पढ्दै बस्छ जतिखेर। यो मान्छेलाई नदेखाउनु अरे, नदेखाउनु अरे, फिटिक्क नदेखाउनु अरे। अनि यो मान्छे चाहिँ पढ्दैछ अरे, सुत्दैछ, अनि अर्को मान्छे चाहिँ बस्नु गएको छ। ठिकै छ, अब चाहिँ म किचनतिर जान्छु, अनि त्यतातिर रेकर्ड गरौँ ल। म चाहिँ यहाँ जानको लागि किचन जान लिफ्ट पर्खिरहेको छु। लिफ्टभित्र चढिसकेँ। आज मैले मोटो ज्याकेट लगाएको छु क्या, त्यत्तिकै कस्तो हुँदो रहेछ ज्याकेट लाउँदा भन्दाखेरि अलिअलि भित्रबाट तातो गर्मी जस्तो टाइपको फिल भइरहेको छ। तर हेरौँ बाहिर अलिक शीतल हुन्छ होला, किनकि अन्त अलिकति चिसो छ नि त। ठिकै छ, अब म किचन जान्छु, अनि त्यो रेकर्ड गर्छु, बाटोमा पर्दैन। हामी चाहिँ आयौँ, खाना पकायौँ, खाना बनायौँ, खायौँ, अनि अहिले चाहिँ हामी जाँदैछु। मैले चाहिँ किचनमा आज रेकर्ड गरिनँ, किनकि आज धेरै नै मान्छे थिए भनेर भनौँ न, उनीहरूलाई पनि थियो, अलिकति अनकम्फर्टेबल पनि भयो भिडियो बनाउन, किनकि अब मान्छन् मान्दैनन्, किन भिडियो बनाइस् यताउता भनेर भन्यो भने के हुन्छ भनेर मैले रेकर्ड नै गरिनँ। के गरेँ यतिकै मैले भनिहालेँ। अब चाहिँ हामी रुमतिर जाँदैछौँ, अनि आज चाहिँ डिसइन्फेक्सन के लेखेको थियो लिस्टमा, आज कति बजीदेखि कति बजीसम्म होटेल लेखेको थियो, अनि आज त्यो गर्छन् होला, मतलब त्यो दबाई सबै तरकारी होला, त्यो कति बजी लाग्यो त्यतिखेर रुम यसोभन्दा बाहिर निस्किनु भनेको छ। आउँछन् भन्छन्, अनि हामी निस्किन्छौँ, अनि हामी त्यही बेला बजार गएर यसो सब्जीहरू किन्ने आज भनेर भनेको छौँ। त्यतिखेरसम्म चाहिँ आज के गर्छौँ, पढ्दै बस्छौँ, के गर्दै बस्छौँ हुन्छ। आज हामी जाँदैछौँ हाम्रो रुम। हामी चाहिँ किचनबाट आएर एकछिन बस्छौँ, अनि अब हाम्रो यहाँ स्पिकरबाट नोटिस आइसक्यो, टुनटुन गरेर बज्छ, के बोल्यो तर यसो बुझ्दाखेरि चाहिँ लेख्न पनि टाँसेको थियो क्या। आज यस्तो हुन्छ, 2 घन्टाको लागि उसकोभन्दा बाहिर निस्किनु भनेर भनेको थियो, त्यही भएर हामी बाहिर निस्किन आँटेको। अनि अब हामी बाहिर बस्छौँ कि त बजार जान्छौँ, के गर्छौँ थाहा छैन। आजको मौसम चाहिँ दामी, कस्तो मजाले हावा सरेर चलेको छ। यो चाहिँ हाम्रो होस्टेल हो, अनि आज चाहिँ क्वारेन्टाइन गर्नेहरू दबाई के गर्नु होला। यस्तो बाहिर निस्किरहेको छौँ, र यता चाहिँ अलिअलि हिउँ पऱ्यो जस्तो हुँदैछ, कति रमाइलो हुँदो रहेछ यहाँनिर। धेरै त छैन त, उता परेको हिउँ उडेर आउँदैछ कि, अलिअलि सेतो यहाँ हातमा पनि नआउने खालको क्या, तर कति चिसो हुँदो रहेछ। बिहान पराएछ क्या यार, नाकामा आएर ट्याप्प बसेको थियो, चिसो भएको थियो क्या। त्यो साथमा फुल तयारी, म आई क्यान प्रेडिक्ट क्या, आज मलाई थाहा थियो यस्तो चिसो हुन्छ भनेर, त्यही भएर यस्तो माइनसको ज्याकेट लगाएर हिँडिरहेको थियो आज। अनि आज म प्लसको ज्याकेट लगाएको भए त कक्रेर बाटोमै बस्थ्यो होला। हामी चाहिँ माट अगाडि आएको छौँ, र यहाँ चाहिँ यस्तो छ यहाँको भ्यू चाहिँ। हाम्रो माट चाहिँ जी माट भन्ने हो। हावादार चल्दैछ, म रेकर्ड नगर्नु पर्यो।
हामी चाहिँ यहाँ सपिङ गरेर आइसकेको छौँ र आज चाहिँ अलिअलि सपिङ गऱ्यो 30,100को सपिङ गऱ्यो भनेको नेपाली 2,050 यस्तैको। अनि अब चाहिँ अझै 1 घन्टा 2 घन्टा टाइम बाहिर बस्नुपर्ने हामी चाहिँ घन्टा त्यतिकै पसलभित्र बस्यो। अनि अब एकछिन चाहिँ हामी यता पार्क रहेछ यहाँ पार्कमा बस्छौँ आधी घन्टा जति। अनि त्यसपछि बिस्तारै हिँड्दै जाँदा किचनमा सामान राख्दा ठिक्क हुन्छ जस्तै छ। यहाँ चाहिँ एक्सर्साइज गर्ने ठाउँ रहेछ। अनि हामी एकछिन यहाँ आएर बसेको धेरै चिसै छ नि त आज, अनि त्यही भएर एकछिन आएर बसेको। यहाँ चाहिँ यस्तो चाहिँ एक्सर्साइज गर्ने ठाउँ, त्यता साथै एक्सर्साइज गर्दैछ। जे होस् यता चाहिँ यहाँ चाहिँ टाइम पनि राखिदिएको रहेछ क्या ठ्याक्कै घडी पनि। जे होस् यता चाहिँ हरेक ठाउँमा यहाँनिर पनि छ पल्लोपट्टि पनि छ, हरेक ठाउँमा यस्तो चाहिँ राखिदिएको हुँदो रहेछ। अनि यहाँको बुढो बुवा आमाहरूले चाहिँ आएर यताउता गर्ने गर्नु हुँदो रहेछ क्या। अनि जस उता हाम्रोतिर पनि हुन्छ, यहाँ पनि छ। दामी अझै चाहिँ धेरै नै चिसो भएको अवस्था होइन। छैन जाडो भएको, मैले त्यतिकै भनिदिएको मात्र हो भनेर म भन्दिनँ, किनकि मैले अलिअलि जाडो हुँदैछ। ठिकै छ, अब आजको दिन पनि यसरी नै सकिन्छ। हामी चाहिँ अघि रुम गयौँ अनि केही गरेन, बस्यौँ एकछिन गेम खेल्यौँ। अनि अहिले चाहिँ म किचनको लागि जाँदैछु, खाना बनाउँदै गर्छु। साथीहरू एकछिनतिर आउँछन्, खाना बनाउँछौँ खान्छौँ। अनि आजको दिन पनि त्यतिकै सकिन्छ। भोलि पनि एक दिन छुट्टी, अनि पर्सि फेरि कलेज युनिभर्सिटी लाग्छ, युनिभर्सिटी जानुपर्छ पढ्नुपर्छ 2 दिन। अनि अब यस्तै छ, चिसो अलिअलि बढ्यो आज। के अरे गर्मी महिना सुरु हुनुपर्ने अनि चिसो पो बढ्यो जस्तो भयो त्यो दिन होला। कस्तो हावा चलेको क्या, क्यामेरा अफ गरिदिएको ल, मैले हातमा पन्जा लगाएको छुइनँ, यो हात आइस भइसक्यो, पन्जा लिनै बिर्सेँ। अब तर यहाँभित्र हाल्दाखेरि ठिक्क हुन्छ क्या, त्यही भएर अब एकछिनमा म खाना खाइसकेर अब बाई अहिलेको लागि चाहिँ। आज चाहिँ यहाँ किचनमा एकदमै भिड रहेछ, यत्तिको भिड छ किचन आज। हामी चाहिँ यहाँ खाना खाएर पनि अब रुम जाँदैछौँ। आजको दिन पनि यसरी नै सक्यो, बिहान उठ्यो त्यसरी घुम्यो, बेलुका पनि त्यही हो। ठिकै छ, अब के भन्नु छु भनेर सोचिरहेको थिएँ दिउँसो, तर बिर्सेँ, भोलि सम्झनु भन्छु। अब अहिलेको लागि चाहिँ बिहान हेर्दै हुन्छ भने गुड मर्निङ, दिउँसो हेर्दै हुन्छ भने गुड आफ्टरनुन, र राति हेर्दै हुन्छ भने गुड नाइट भन्दै आजको भ्लगको समाप्त यहीँ गर्न चाहन्छु। धन्यवाद।